क्रिस्टियानो रोनाल्डोले कुनै बेलामा पोर्चुगलको एउटा गाउँको बाटो सफा गर्थे किनभने उनीसँग एउटा फुटबल बुट किन्ने पैसा हुँदैन थियो। एउटा गरिब परिवारमा जन्मिएको, सपना पनि सानो नै देख्नु पर्छ है भनेर सबैले सिकाएको। त्यो बेलामा क्रिस्टियानो रोनाल्डोसँग केही थियो भने फुटबल खेल्न सक्ने क्षमता अनि विश्वको सबैभन्दा उत्कृष्ट फुटबलर बन्छु भन्ने एउटा सपना। यही दुईटा कुराले डोर्याउँदै रोनाल्डोलाई विश्वको सबैभन्दा उत्कृष्ट मध्येको एक खेलाडी बनायो। तर क्रिस्टियानो रोनाल्डोको पर्सनालिटी नै यति ठुलो थियो कि फुटबलको दुनियाँ पनि सानो हुन थालेको थियो र हेर्दा हेर्दै उनी एउटा सफल बिजनेसम्यान पनि बने र बिलियनर पनि भए। एउटा फुटबलर जस्तो मान्छे बिलियनर बन्नु भनेको असाधारण कुरा हो। तर क्रिस्टियानो रोनाल्डोको पर्सनालिटी यति ठुलो थियो कि यति भित्रमा मात्रै उनी सीमित हुन सकेन। अहिले आएर विश्वको सबैभन्दा शक्तिशाली राष्ट्र युएसए को राष्ट्रपति, जसलाई चाहिँ विश्वको सबैभन्दा शक्तिशाली मान्छे मानिन्छ, उसले चाहिँ रोनाल्डोलाई व्हाइट हाउसमा बोलाउँछ। त्यहाँ रोनाल्डो मात्र नभएर विश्वका सबैभन्दा शक्तिशाली र धनी मान्छेहरूको जमघट थियो। कुनै बेला थियो गोजीमा 2 रुपियाँ पनि थिएन, बाटो सफा गर्नु पर्थ्यो र अहिले यस्तो बेला छ विश्वको सबैभन्दा शक्तिशाली मान्छेहरूले पनि भेट्न मन गर्छ। रोनाल्डोलाई कसैले घृणा गर्ला, रोनाल्डोलाई कसैले माया गर्ला, तर रोनाल्डोलाई कसैले इग्नोर चाहिँ गर्न सक्दैन।